नमस्ते, स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा। मैले चाहिँ ढिला गरेँ होइन, किनभने अब विदेशमा छु, कामको व्यस्तता हुन्छ, काम गर्नुपर्छ, के गर्नुपर्छ होइन, त्यसको कारणले चाहिँ। तर आज म चाहिँ सङ्गमा नभइकन यो अहिले चुनावको माहौलमा चाहिँ म यो चुनावको लागि बनाएको छ नि केही मिमहरू, केही स्याभेजहरूको लागि म त्यो चाहिँ रियाक्ट गर्न गइरहेको छु। प्लिज मलाई साथ दिनु होला, अन्तिमसम्म हेरेर मेरो कमी कमजोरी बताइदिनु होला, नयाँ मान्छे साथ सपोर्ट दिनु होला है त भन्दै म भिडियो सुरु गर्न गइरहेको छु। नेपालमा भुइँचालो भन्दा बढी त चुनावै आइरहेछ। यो के भइरहेछ? यो बालनले यहाँ 100% जित्यो। म नेपाली काङ्ग्रेसको, तर म यसपालि सूर्यमा हाल्दैछु। किन भन्नु, म सूर्य हराउने पक्षमा हो। केपीले हार्नुपर्छ तर होइन, भोट हाल्छु, लस पचाइदिन्छु। म कस्तो अनि मैले जहाँ मत हालो त्यो हारेको छ। म चाहिँ सुरुमा के भन्न चाहे भने जित्नु, तर अब त्यो पुरानो गर्नु त केही पनि गरेन। नयाँहरू जति पनि हुनुहुन्छ उहाँहरूले जित्नुन्, जसले जिते पनि राम्रो देश बन्नु पर्यो, राम्रो माहौल हुनु पर्यो, सबैलाई पुरानो जिन्दगीबाट बाहिर नयाँमा आउनु पर्यो होइन, आउने पूर्वाधारहरू पछि आउने उहरूलाई चाहिँ राम्रो व्यवस्थापन हुनु पर्यो। त्यति भन्दै चाहिँ भिडियो फेरि अनि मैले जहाँ मत हालो त्यो हारेको छ। ओलीले त झन् देश विकास गरे भन्छ। कहाँ के विकास गर्यो ओलीले? गरे हैनन्। 76 जना अस्ति मार्यो, पर्जन्यले ओलीले मारे हो त। ओलीले त प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ। लिन्न भन्नुभयो। लिन्न भयो, दन्ताले हाल्नु पर्यो बुढीले गएर। कसले हान्ने दुधको दुध पानीको पानी हुन्छ। दुधको दुध पानीको पानी एमाले र माओवादी त सखाप काङ्ग्रेस हो 10-15 सिट आउँछ। 10-15 सिट मात्रै मात्र यात्रा अरू के आउने हो नि। चाहिँ कता हो यस्तो घन्टी यो चुनावको माहौलमा चाहिँ यो के ल्याइदिएको क्या बिचमा? भगवान घन्टी घन्टी चाहिँ कता हो यस्तो घन्टी नै हुन्छ है बच्चा पुरै। म कहाँबाट लिएर आयो, किन यस्तो ल्यायो भनेर सोचेको छ। घन्टी रहेछ नि त। गर्लफ्रेन्ड है तेरे पास? यस्तो भयो। ओ दाइ, गाडी आयो त यसमा जाने होइन? हरियोमा नजाने। किन? काङ्ग्रेस अनि कस्तोमा जाने र? क्षेत्र नम्बर 5 मा चाहिँ बालनले हार्यो भने मत परिवर्तन भएन, नेता नफेर्ने, जनता फेर्ने। प्लेन टिकट काट्ने, विदेश चल्दिहाल्ने। विदेश गइहाल्ने। अब बसेर के काम त अब होइन र? जस्तोको तस्तै त्यही हुन्छ भने बसेर के गर्ने? सधैँ दाल भात खाँदा पनि उलुक्क आउँछ नि होइन। कहिलेकाहीँ त यसो मासु भात पनि खानु पाए पो भन्ने खालको हो नि त होइन। तर जे चिज पनि एकहोरो भयो भने त्यो चिज चाहे त्यो जतिसुकै मिठो नै होस्, 84 व्यञ्जन होस्, वाक्क हुन्छ क्या। लाइक त्यसलाई 84लाई 84 चोटि चेन्ज गरी खायो भने पो मिठो त। अब मेरो भनाइ हो, ठिक हो होइन, तपाईँहरू विचार गर्नु होला होइन। नयाँ पर्यो नि। किन बालन भन्दैन त? बालन अब इबोकलाई हेर्नु पर्यो। केपीको पैसा खानु पर्यो, बालनलाई ठोक्ने भयो। तारामा हो भाइ, तारामा। यहाँ घन्टी त अनि यहाँको मान्छे होइन नि त, तारामा बिक्री गर्ने मान्छे। अरे युवा चाहिए घन्टीमा हो, परे युवा चाहिए घन्टीमा हो। करेक्ट, तुम्हारी हमारी दोस्ती जमेगी। घन्टी त होइन, सोभियतको केन्द्रीय अध्यक्ष हो फेरि। ओलीले भत्ता दियो, बुढाबुढीको बुद्धि खोइ।
ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता होइन सही कुरा हो सही कुरा त्यसको घर बेचेर त्यसले कमाएर दिएको हो र वृद्ध भत्ता ओलीले भत्ता दियो बुढाबुढीको बुद्धि खोइ ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता हाम्रा छोराछोरीले रिमिटेन्स पठाएको पैसा हो अनि योभन्दा अगाडि चाहिँ कसलाई मतदान गर्नुहुन्थ्यो भन्न मिल्छ म त सबैलाई गर्थेँ ओलीले धनी पूर्जा दिन्छु भनेर खप्पै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलमा आउनै पर्छ म चाहिँ घन्टी गर्दै हल्ला गर्दै हिँड्थेँ तर दिन त सूर्यलाई नि दिने हो त्यो मधेस कहाँको आउँछ ओर्छ र हामीले एक दुई दिन झलाउँछ तर सट्टा हिँड्छ काठमाडौँ उसको छोड्दैन उसले हेर्नु पर्यो भने अब के भन्नु होइन सबैको सोच एउटै हुँदैन आन्टीले भन्न खोजेको के तराई काठमाडौँ नेपाल बनाउने हो कि नेपाल काठमाडौँ तराई सर्लाही जनकपुर मात्र त्यो त होइन नि त ठिकै छ आफ्नो विचार हो भन्न पाइन्छ मैले पनि बोलेको कुरा नराम्रो होला होइन उसले हेर्नु पर्यो चित्त नबुझ्ने होला जनकपुर हेर्छ हामीलाई हेर्दैन हेर्ने भनेको केपी बानी हुन् मलाई भोट त दिनु होला हजुर म घर दैलो गर्दै आएको ए सुजन गुरुङ भने होइन कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने बोको कुटो चाहिँ पाइँदैन भनेको कुरा पनि बुझिहाल्छ हामी सबैजना होइन त कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने बोको कुटो चाहिँ पाइँदैन मेरो चुनाव चिन्ह चाहिँ हेर्नु है ल राम्रोसँग अरे हाम्रो बाटो पनि हेर्नु है चुनाव चिन्हमा त हेरेर हुँदैन यो बाटो हाम्रो हालत खराब छ तर मैले पनि सुने अनुसार चाहिँ अब हर्क साम्पाङले धेरै नै मिहिनेत गरेको चाहिँ एक्लै पनि लागिरहेको थियो पहिला मेयर हुनुभन्दा अगाडि भन्ने कुरा चाहिँ अब आएको छ होइन अब होइन सबैजना मिलेर गरौँ यो अब बालेन हर्क साम्पाङ को हुनुहुन्छ नि सबैजना मिलेर भनौँ के सबै आफ्नो टुटेर फुटेर भएन क्या जसले जिते पनि एकताबद्ध भएर सबैले बनाउनु पर्यो कि आफ्नो विचार राखेर आफ्नो तरिकाले गर्नु पर्यो कि प्लिज टुटफुट चाहिँ नहोस् भन्ने चाहन्छु म चाहिँ अब उसले उसको पार्टी लियो उसको पार्टी आफ्नो तरिकाको लागि आफ्नो लागि हिँड्ने जस्तो भइरहेको छ क्या जसले जिते पनि देश भन्नु पर्यो बस तर त्यो बुढापाकाले चाहिँ नजितोस् किनभने त्यो केपी सेपी भन्ने चाहिँ अब तिनीहरूले धेरै नै गरिसकेको छ अति गरेर चाहिँ बन्ने भए पहिल्यै बन्थ्यो होइन बनेको छैन प्लिज नयाँलाई साथ दिउँ सपोर्ट दिउँ केही नयाँ हुन्छ त्यसपछि हामी पनि हेर्छौँ नि होइन र म गिरिजा प्रसाद कोइरालासँग काम गरे मान्छे हो 5 वर्ष काम गर्नु अब आउनु भयो 4 वर्षमा अध्यक्ष ज्यू के हो केशव तेलज्यू हाम्रा गालामा थप्पड हान्न मन लागिरह होला है केही छैन बाध्यताले लगा हो भोट त घन्टीमै दिने हो यसलाई पुरै भनेर बुझ्ने मान्छेले गरेर पढाएको जस्तो क्या ल बुझ्ने देख्यो जनावरले सुद्धा बुझ्छ कि को कस्तो के भन्ने कुरा बुझ्छ क्या हामी पनि कुनै जनावरको अगाडि जान्छौँ नि त्यो हाम्रो मनमा के छ नि त्यसले बुझ्छ र त्यसले रियाक्ट गर्छ क्या यो कुरा चाहिँ मलाई थाहा छ किनभने मलाई एकदमै मनपर्छ डगहरू लाइक एनिमल भनौँ न एकदम मनपर्छ तर जानु चाहिँ बडो डर लाग्छ सायद मेरो मनमा केही नराम्रो छ म छुचिस नि त त्यस्तो धेरै तामझाम केही देखिँदैन मान्छेलाई चुनावमा धेरै खर्च गरेको देखिन्छ हजुरमा यति धेरै सरलपन छ यो के कारणले गर्दा होला पैसा नभएर यो कार्यक्रममा केपी शर्मा ओली आउनु भइरहेछ हामी मेरो साथी चाहिँ यहाँनिर घन्टी बजाइदिरहेको छ क्या घन्टी बजाइदिरहेको जेन्जी हो बुवा जेन्जीको बाउ
म जेन्जीको हजुरबाबु हुन्छ के भन्नु हजुर अब म त शेरबहादुर पार्टी परि म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेस शेरबहादुर सम्झिनु भयो होला म एकदम स्वतन्त्र शेरबहादी यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर चाहिँ म शेरबहादुर त हामी पनि हो हामी पनि सेयर गर्छौँ है हामी पनि शेरबहादुर हो राजनीतिक गर्ने होइन कि मोबाइलमा आएको कुरा जे पनि आएको कुरा सेयर गर्ने उहाँले भने जस्तै सेयर गर्ने शेरबहादुर चाहिँ म एमालेमा नि भोट हाल्यो अहिले चाहिँ म घन्टीमा भोट हाल्छु किन घन्टीमा भोट हाल्छु अहिले चाहिँ किन त किन मेरा छोराहरू विदेशबाट पनि मलाई घन्टीमै हाल भने र म घन्टीमा हाल्छु घन्टी बजाउने हो अहिले चाहिँ 5 वर्षमा पल्टाउने हो एउटालाई बेर अर्कालाई पल्टाउने हो र अहिले चाहिँ घन्टी यो पल्ट ठ्याक्कै भन्नुस् बा सरकार कसको भन्छ ठ्याक्कै भन्नुस् सरकार घन्टीको आउँछ घन्टीको आउँछ बाले नि यो पल्टलाई देश विकास कोर्छन् ढाका यस्ता युवाले नभए त्यो बुढो आँखा जाली लाएछ बेलुका गरेर सुत्नेले विकास गर्छ आमा जति बेच्दिया बहिनी जति बेच्दिया अब देउता थान बाजा बाजा थियो त्यो जो आउनु परेन घन्टीमा हाल्नु परेन सरलाई 4 मा खसी र बाख्रा चोरेर केही पनि छैन रे अनि त्यहाँको किसानहरूले चाहिँ अहिले चाहिँ बाख्रालाई र खसीलाई चाहिँ घाँटीमा घन्टी बाँधेको रवि दाइको घन्टीमा जाने हो मासु भात चाहिँ अर्काइको खाने हो नेपाली कांग्रेस जिंदाबाद भोट केमा घन्टीमा नेकपा एमाले जिंदाबाद भोट केमा आइया जस गर्नु चाहिँ यार अम्मा नेपाली कांग्रेस जिंदाबाद भोट केमा घन्टीमा नेकपा एमाले जिंदाबाद भोट केमा घन्टीमा इतना लाइफ खराब हो गया मेरा भोट चाहिँ घन्टी सबमा रिश्तेदारलाई जिताउ अभियानमा ओन्ली घन्टी अरे क्या रजनीकांत जस्तो देख्छ त यार भोट केमा गएको भोट सूर्यमा हो खोइ झन्डा पनि एकपल्ट झन्डा हाल्यो नि एकपल्ट ल अनि हिजोसम्म त माटो बन्दै थियो कसले जाँड खुवायो तिमीलाई कि मासु भात खुवायो यो रक्सी मासु भात पनि मासु भात त भयो रक्सी भन्ने चिज चाहिँ यस्तो चिज हो नि अहिले यहाँ छ लाइक मात्दाखेरि यता हिँड्छ नि सेम छ क्या त्यो दिमाग पनि त्यस्तै हुन्छ क्या उसलाई गएर ऊ भयो उसले उसको लागि अब यहाँ छ एउटाको छ भन्छ नि अलिक पर जान्छ अर्कोले हस् हुन्छ भन्छ नि अर्कोले अर्को हस् त्यस्तै क्या जस्तो आफ्नो बडी ल्याङ्ग्वेज पनि त्यस्तै खालको त्यो पनि गराइदिन्छ कि मान्छेले गरे जस्तै हुन्छ क्या सूर्यमा हो खोइ झन्डा पनि एकपल्ट झन्डा हाल्यो नि एकपल्ट ल अनि हिजोसम्म त माटो बन्दै थियो कसले जाँड खुवायो तिमीलाई कि मासु भात खुवायो हामीले एकचोटि यो घन्टीलाई मात्रै भनेर मात्रै हामी तपाईँहरूलाई मात्रै आउनु दिएको एरियाले नत्र अरूलाई त आउन दिने उही छैन विदेशी दलाल जो सब लुकेर हैन भेट्न त भेटिनौँ तर नजिकबाट देख्यौँ सायद यो टाइममा भएको भए देखिन्थ्यो होला अब हामी विदेशमा छौँ दुःख गर्दैछौँ घर परिवार पाल्नको लागि अनि यो पहिलाको भ्रष्ट नेताहरूको रेमिटेन्सबाट पैसा पठाउँदा उनीहरूलाई फाइदा गराइदिइरहेको छौँ त्यही हो अरू त के हुन्छ र होइन अब हेरौँ केही चेन्जेस आओस् त्यही हो म पनि अब के भन्नु सबैको त्यही नै हो क्या विदेशमा आएर यत्रो दुनियाँको दास जस्तो भएर बस्नुको दुनियाँको हेपाइ सहेर भन्नुभन्दा बरु नेपालमै केही गरौँ थोरै पैसा होस् तर नेपालमै होस् सबै पुगोस् क्या यहाँ अरूका देशमा कस्तो छ सब कुरा आफ्नै बाहिरबाट लिएर आउँछ नभएको कुराहरू लिएर आउँछ तर सबै आफ्नै देशमा काम यति दिन्छ नि उनीहरूलाई यहाँको मोरिससको मान्छे एकजना पनि बस्दैन म मोरिससमा
एकजना पनि बसेको देख्दैन बुढापाका बस्छन् 75-76 वर्षको बुढा मान्छे बुढी मान्छेले काम गरेको देखेको छु क्या मैले त्यो खालको पनि हुनु पर्यो क्या पैसा भएपछि गर्छन् क्या आफ्नै देशमा गर्छन् क्या कसैको देश विदेश जानु पर्दैन क्या त्यो चाहिँ होस् भन्ने चाहन्छु म पनि लागि जे पनि कलेज बन्द गरेर आएको म भाइ पढाइमा ध्यान दिऊ है सूर्य छैन घन्टी छ प्रभाव घन्टीको प्रभाव धेरै परिरहेछ ल बालेनले वहाँ झापाबाट 5000 भोट ल्याएर देखाइ गोलीसँग ल तँलाई मैले फुलको माला लगाइ नै यतापट्टि केपी शर्मा ओलीको समर्थकहरू रहेको छ भने कसले मलाई एक्लै दिन्छ त्यसैलाई भोट दिन्छु न त मरे नै दिन्न जा घन्टी रडङ रङ 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 पार्ने हो हिँड्ने हो ज्यान माराको त अब काम छैन नि यहाँ नेपाल ज्यान माराको ए जोसुकै होस् नि नानीहरू मार्ने को बात त सही के गर्नुपर्छ र आफ्नै मान्छे हुन् गाउँका छर छिमेकी इष्टमित्र कुलकुटुम्बमा नर नातो यत्रदेखि देखाएको नाङ्गै हिँड्थे बेइज्जत नगर्नु न मेरो उम्मेदवार हो अब भिडियोहरू आउँछ फेसबुकतिर भिडियो आउँछ भिडियोमा देख्नै भयो होला म कहिले कहिले बौलाउँछु महावीर पुनको अनुहार हेर्न चाहनेले ए यहाँ छ अनि जस्तै बालेन शाह त यो ठाउँको मान्छे नै होइन उहाँले कसरी यो ठाउँलाई विकास गर्न सक्छन् त नेपालको त हो नि भाइ सही कुरा मैले नि यही भन्न खोजेको त्यो अघि एउटा जस्तो अगाडि भन्यो नि उसले त गएर जनकपुर बनाउँछ यता काठमाडौँ हिँडिहाल्छ भएन कि उसलाई त्यो मान्छे खुसी हुनु पऱ्यो नेपाल बन्यो भोलि हाम्रो छोराछोरी नाता नातिनीलाई राम्रो होस् भन्ने सोच्नु पऱ्यो क्या हाम्रो त गयो यसरी के भन्नु अब इमोसनल कुरा नगरौँ है भोट केमा रुखमा रक्सी मासु मुखमा सही पनि एमाले मै पनि एमाले अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लायो हिँडे अब आफ्नै लौरो हल्लाउनै बस्ने देश बन्धन देश त्यो पनि हो मलाई यो कुरा नि ठिक लाग्यो बन्छ बन्दैन अहिले हामी बन्छ भने यति धेरै उसमा उडिरहेको छ मिसो बन्नु पर्यो तर बन्छ बन्दैन छैन नि त सबैजना त्यही हो पैसा देखेपछि महादेवको त 3 नेटा बल्छ भगवान्को जस्तो त कुरा छ उदाहरणमा भनेपछि हामी त मान्छे हो के गर्छ पैसाको सोच्नु सक्दैन यो मान्छे भने ठिक हो मेरो लागि चाहिँ मैले भने त अघि पनि आफ्नो विचार हो मैले गरेको कुरा कसैलाई चित्त नबुझ्न सक्छ भने त्यसको लागि सरी होइन बट एक्ज्याक्टली त्यो पनि हुनसक्छ एमाले अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लायो हिँडे अब आफ्नै लौरो हल्लाउनै बस्ने देश बन्धन देश एउटै बालन काले सबैको तोरी भुल देखाइरहेका छ कसरी देखायो भन्दा हाम्रा कमजोरी छ त्यसैले देखायो बाइ बाइ देखायो काले सबैको तोरी देश बन्धन देश एउटै बालन काले सबैको तोरीको फुल देखाइरहेका छ कसरी देखायो भन्दा हाम्रा कमजोरी छ त्यसैले देखायो कसले जित्छ त मलाई सरकार छैन परिवर्तन चाहने व्यक्ति म हुँ मेरो भोट परिवर्तन हो म आजको दिनसम्म एमाले हो मेरो बाबुबाजे एमाले हो सबै हामी एमाले हो नि तर म परिवर्तन चाहन्छु यसपालि केपी शर्मा ओली हुनुहुन्छ उहाँले राज गरिरहेको आफ्नो क्षेत्रमा विकास गर्नुहुन्छ त्यो बालेन कहाँको त्यो आएर यहाँ विकास गर्छ हामीलाई झापा जिल्ला विकास गर्ने व्यक्ति चाहिएको होइन सुन्नुहोस् हामीलाई देश विकास गर्ने मान्छे चाहिएको हो कि होइन केपीले आफ्नो ठाउँ बनाउने हो भनेदेखि तपाईँको प्रचण्डले आफ्नो ठाउँ बनाउने हो भने शेरपाले आफ्नो ठाउँ बनाउने नेपालको अस्तित्व खोइ तर ऊ ठाउँमा नआएर एउटा गढमा आएर उसले हताल्नु भनेको नि हामी भाग्दैन म चाहिँ भन्छु अरू के छ म भाग्दैन मेरो मत यसपालि सही ठाउँमा जाने ओके गाइज मेरो अब यो रियाक्सन भिडियो यही सकिसकेको छ होइन तपाईँहरू पनि राम्रो मान्छे राम्रो गरेर गर्नु होला अब राम्रो त यहाँ देखि नै सकेको छ सबैको भनाइअनुसार त्यो हुनसक्छ यो मान्छेले भन्छ कि हामीलाई परिवर्तन चाहिएको हो परिवर्तन गर्नुपर्छ हामीले हाम्रो देशलाई कसरी हुन्छ विकास गर्नु पर्यो विकास भन्ने बित्तिकै रोड त्यो फोर मात्र भएन हाम्रो
कमाइ खाने वातावरण बनाउनु पर्यो, सबैलाई देश जानलाई रोक्नु पर्यो। ओके, रहरले जान्छन्, पढेको लागि जान्छन्, ओके, त्यसको लागि केही भएन। तर यही दुःख गर्नलाई जस्तै म पनि साधारण परिवार पनि जस्तो दुःख गर्नु आउँछ नि, त्यो तरिकाले अर्कालाई ऋण लिएर घर राखेर जग्गा राखेर दुनियाँसँग ब्याज तिरेर त्यसरी आउनु बाध्य नबनाइदिउँ भन्ने चाहिँ म चाहन्छु। यति भन्ने चाहिँ म पनि मेरो भिडियोको अन्त्य गर्न चाहन्छु। प्लिज तपाईँहरूले परिवर्तन गर्ने मान्छेलाई चुज गर्नुहोस्, परिवर्तन आओस्, हाम्रो नेपाल राम्रो होस्, हाम्रो बालबच्चा भोलि पर्सिका भविष्यहरूले राम्रो गर्न पाउन् भन्दै म यहाँबाट बाई बाई गर्छु। तपाईँहरूले मेरो भिडियोलाई लाइक, शेयर, सब्सक्राइब गरेर साथ दिनु होला, मलाई पनि सपोर्ट गर्ने होला। दुःख पाएको छोरी हो, दुःख गर्न बसेको छु, प्लिज त्यति तपाईँले दुःख गरिदिनु होला भन्दै बाई। फेरि म अर्को भिडियो लिएर आउनेछु। थ्याङ्क यू।